मार्चको 18 मा चाहिँ जस चिम्पू हरायो भनेर चाहिँ सोसियल मिडियाभरि नै एकदमै भइरहेको थियो। त्यसैले गर्दा चाहिँ मैले त्यति बेला चाहिँ हामीलाई त मेरो ग्रुपमा चाहिँ त्यति आइडियै थिएन क्या हामीलाई त। मलाई रघु दाई र चिम्पूको बारेमा चाहिँ यही हरायो भनेर सोसियल मिडिया आएकोदेखि मात्रै हामीले थाहा भएको। अनि हाम्रोमा चाहिँ अल टुगेदर मेरो बहिनी 5 जना थियौँ क्या। अनि त्यसपछि हामी चाहिँ जस नर्मली हाइकहरू पनि गइरहेको हुन्छौँ जस भ्लग गर्दै। अनि त्यसपछि ल हाइकिङ जस्तो पनि हुन्छ, केही कजको लागि चिम्पू खोजिरहे जस्तो पनि हुन्छ भन्ने हिसाबमा चाहिँ ल हुन्छ जाउँ खोजौँ भने होइन हामीले। अनि त्यसपछि जस बिहानको 7 बजे भेट्ने प्लानिङ भइरहेको थियो नि त। अनि त्यसपछि हामी गयौँ जस 7:30 जतिमा पुग्यो चोबार गेटमा। अनि त्यहाँ चाहिँ हामीले चाहिँ जस अब त सोसियल मिडियामा कति जस भाइरलै भइरहेको थियो नि होइन। अनि त्यो अनुसारले त अब मान्छे त टन्न नै हुन्छ होला नै भन्ने थियो हामीलाई चाहिँ। कति 10-15 कि 15 पनि थिएन कि जस्तो लाग्यो मलाई चाहिँ। 10 जना जति त्यति थियो कि मान्छे चाहिँ। हामीले चाहिँ जस एकदम मासै हुन्छ सोचेको थिएँ। अब सबै अर्गनाइजेसनहरूदेखि लिएर सबैको इन्भल्भमेन्ट थियो नि त सोसियल मिडियामा। अनि धेरैजना नै हुन्छ होला। अब जस हाम्रो ग्रुपको इन्टेन्सन चाहिँ अब जस हामीले चाहिँ केही न केही मनदेखि खोजेर फिनिसिङ जस्तो केही गर्नुपर्छ ल भन्ने हामीले चाहिँ त्यही प्लानिङ गर्दै गइरहेको थियौँ क्या। अनि अलिकति कता कता इन्स्टिङ्क्टमा चाहिँ के खै कस्तो हामीले नै केही गर्नै पर्छ जस्तो पनि एउटा भइरहेको थियो है अगाडिदेखि नै। अनि त्यसपछि हामी गयौँ। अनि त्यसपछि त्यहाँ फर्महरू फिलअपहरू गर्न लगाउनु भयो। जस कलेक्ट भएर अब आफ्नो नामसामहरू लेख्ने। अनि स्ट्राभा भन्ने एउटा एप रहेछ, त्यो एप डाउनलोड गर भन्नुभयो। डाउनलोड गरेर अब जोड्ने चाहिँ ल कन्टिन्यू गरेर सबैजनालाई चाहिँ अब दाइले चाहिँ पुरा ल काहीँले खोजेको जसरी हामीले खोज्नुपर्छ आज चाहिँ भन्ने हिसाबमा ल हामी हुन्छ सबै डिटेलली खोज्ने भनेर गयौँ होइन। त्यसपछि माथिदेखि सबै गयौँ खोज्दै अब हाम्रो 5 जना ग्रुपमा पनि बहिनी र म चाहिँ एक साइड भयो। हाम्रो 3 जना पार्टी चाहिँ एक साइड भयो के। अनि बहिनी र मैले चाहिँ ल सबैजना माथि खोजिरहेछ, हामी चाहिँ तल पनि जाउँ। कोही पनि त्यो रोडबाट तल्लोपट्टि कोही पनि गएको थिएन। अनि ल त्यतातिर पनि जाउँ भनेर फर्स्टमा चाहिँ 2 जना मात्रै गयो। अनि 2 जना मात्रै रोडबाट तल्लोपट्टि डाउनमा सबै खोजेर हामी माथि आएर एकचोटि सबैलाई कलेक्ट गरेर अनि हाम्रो 5 जना ग्रुप चाहिँ फेरि पनि जाउँ न तल भनेर भन्यो। एउटा दाइ आउनुभयो क्या। त्यो दाइले चाहिँ तपाईँहरूले कुकुर खोजिरहनु भएको हो, यसको बारेमा मलाई आइडिया छ भन्नुभयो। त्यो भनेअनुसार त हामी त लौ कुकुर भेट्यो कि के हो भन्ने जस्तो मनमा कता कता फिल भइरहेको थियो होइन। अनि त्यसपछि चाहिँ जस त्यो दाइले चाहिँ म यो एरियामा बस्छु, कुकुर चिम्पू हराएको दिनदेखि नै पनि मैले खोजेर मैले कति ठाउँमा खोजिसकेँ, मैले ट्राई पनि गरिसकेँ। म पनि एनिमल लभर हो। तर तपाईँहरू चाहिँ खोज्ने हो भने रोडबाट तलपट्टि नजानु, बरु माथि जानु। किनकि यो एरियामा माथिपट्टि चाहिँ जानु खोज्नुहोस्, किनकि चितुवाले लग्यो भने नि सबै कुकुरलाई त्यतै लान्छ। तर त्यता जाने हो भने चाहिँ तपाईँहरू आफै नै चितुवा बाघहरूको मुखमा जानु हुँदैछ है भनेर भन्नुभयो है हामीलाई। त्यही ल ठिक छ भने त्यो दाइले चाहिँ यता नखोज, यता मात्रै खोज्न जाउँ। किनकि त्यहाँ तलपट्टि एउटामा 9-10 वटा कुकुरहरू छ। त्यताबाट हिँडेर त्यो कुकुरहरूले ढुकेर कुकुर डराएर पनि माथि गएको हुनसक्छ। अनि त्यहाँ त्यो एरिया चाहिँ फेरि त्यो गाउँको मान्छेहरूले चाहिँ सबैले लियोपार्डको पुरै बस्ती बस्ने ठाउँै हो, त्यो मुखैमा जान्छौ है तिमीहरू भनेर चाहिँ हामीलाई वार्निङ चाहिँ गराइरहनु भएको थियो क्या। अनि त्यसपछि हामी हिँड्दै चाहिँ त्यता चाहिँ त्यो सशस्त्र प्रहरीहरू त्यो त्यो एरियाको दाइहरू पनि हुनुहुन्थ्यो क्या। अनि उहाँहरूले चाहिँ के भन्नु भइरहेको थियो भने उहाँहरूको पनि एउटा डग थियो अरे त्यहाँनिर। अनि बिहानदेखि नै हराइरहेको छ अरे, मेबी चितुवाले लग्या हुन पनि सक्छ। तब हजुरहरू पनि अलि रिक्स लिएर त्यस्तो रिक्स हुन्छ त्यहाँ त्यो एरियामा चाहिँ तपाईँहरू जाँदै नजानु, सकेसम्म नजानु, त्यस्तै एउटा केही भन्दै हुनुहुन्थ्यो है हामीलाई। अनि त्यो चाहिँ होइन अब चिम्पूको त जस नसुनेको कोही पनि थिएन नि त। उहाँहरूले चाहिँ अब सबैजना डग लभरहरूले त्यति नै आफ्नो बच्चालाई इम्पोर्टेन्स दिन्छ भन्ने हुँदैन। नदिनेहरूलाई चाहिँ कस्तो वेड लागेछ कि यस्तो धेरै इनाम राखेर यस्तो खोजिरहेछ, किन तपाईँहरूले के सुनहरू केही लगाइदिनु भएको थियो र भनेर पनि सोधिरहनु भएको थियो क्या त्यो दाइहरूले चाहिँ। मैले त्यस्तो त केही पनि होइन, जस अब एउटा आफ्नो बच्चा हराएको जस्तो भएर चाहिँ यसरी सबैले खोजिरहेको हो भनेर भन्यौँ। अनि एउटा त्यही लोकल दाइ पनि आउनु भएको थियो। अनि त्यो भनिरहनु भएको थियो क्या त्यो दाइले जस। तर उसले पनि सेम वार्निङ कि माथि गयो भने चाहिँ मुखै हो त्यो चितुवाहरूको। हामीले चाहिँ त्यस्तै भएको भएर पनि यहाँ सशस्त्र प्रहरीहरू आएर बस्नु भएको हो। अनि त्यहाँ चाहिँ पुरै पहिला बाँसको घारी नै थियो अरे, सबै काट्न लगाएको। अब त्यही चितुवाहरू धेरै आयो अरे भनेर भन्नुभयो क्या उहाँले।
अनि हामीले चाहिँ ल केही छैन, हाम्रो त 5जना थियो, अनि जाउँ न त त्यसपछि हामी त्यतैतिर खोज्न जाउँ भन्यो। तर त्यो एरिया चाहिँ जहाँ चाहिँ छ भने जस्तो शङ्का गरेको थियो, त्यो चाहिँ होल बार लगाएको रहेछ क्या। अब बार लगाएकोबाट भित्र छिर्नु त भएन, त्यही पनि हामीले त्यहाँ त बाटो पनि थिएन नि जानलाई, बाटो पनि थिएन, अपिल टाइपको क्या। अनि त्यही त्यो चोबा डाँडा पुरै घुम्यौँ। अनि त्यहाँ मुनिपट्टि चाहिँ एउटा केभ जस्तो थियो, जाउँ न त केभमा पनि लगेको हुनसक्छ भन्दै हामीले चाहिँ जेस कुनै ठाउँ पनि नचोरिकन जाउँ र मजाले खोजौँ भन्ने हिसाबमै गयो। हाम्रो पनि फेरि सबैजना ग्रुपमा एनिमल लभ हामीले सबै खोजे। अब सबै हाम्रो टिमै माथि एरियामा मात्रै छ, अब हामी जाउँ बरु एकछिन अब खाजासाजा खाऊँ, त्यसपछि हामी तलपट्टि सुरु गरौँ भनेर भन्यो। अनि त्यसपछि तल आएँ, अब त्यो गर्मी पनि थियो, हामी चटपटे पानीपुरी खान थालेँ। त्यो गाडाको दाइलाई पनि सोधेँ कि हामीले चाहिँ अब सबैलाई पेपर दिनुभएको थियो नि त। अनि जेस मान्छेको बारी जस्तो कि, अनि दाइ यो मुनि जान पुरै ओपन खुल्ला मान्छेको बारी जस्तो। अनि मैले दाइ जान मिल्छ कि मिल्दैन, मान्छेको बारी हो कि के हो भने त्यो दाइले होइन केही पनि होइन, त्यो त्यत्तिकै जग्गा मात्रै हो भनेर भन्नुभयो। अनि हामी गयौँ। अनि त्यसपछि खाजासाजा खाएर हामी चाहिँ ल अब तलपट्टि सुरु गरौँ भन्यौँ। अनि तलबाट जाने बित्तिकै त्यो कुखुराहरू मरेपछि एउटा स्मेल आउँछ नि, त्यस्तो स्मेल आइरहेको थियो क्या त्यो एरियामा चाहिँ। अनि हामी चाहिँ ल सबैजना अब खोज्ने नै इन्टेन्सन नै झाङमा त। अनि हामी त्यहाँबाट हिँड्दै जाँदाखेरि चाहिँ मेनली चाहिँ हामीले फर्स्टमा त्यहाँ कुखुराको त्यो फरहरू भेटेको थियो कि, हामीले पप्पीहरूको पनि फरहरू एकदम धेरै भेटेको। पहिला चाहिँ कुखुराको फर भेटेपछि चाहिँ हामीले चाहिँ एक कुखुरा गनाएको रहेछ, स्मेल्सहरू पनि यति धेरै कस्तो वियर्ड टाइपको स्मेलहरू पनि आइरहेको कुखुरा गना रहेछ भन्ने भयो हामीलाई चाहिँ। अनि त्यसपछि चाहिँ अलि अगाडि जाँदाखेरि चाहिँ हामीले अब जेस पप्पीको फर भेट्यो, किनकि त्यो ग्रुपमा स्टार्ट गर्ने बेलामै रघु दाइले चाहिँ यो चाहिँ चिम्पुको फर चाहिँ यस्तो छ, त्यो फर मजाले हेर्ने हो भने त्यसमा कालो भुत्ला एउटै पनि छैन भन्नुभएको थियो क्या। अनि त्यसपछि त्यहाँ छेउमै हामी ल जाउँ भन्दै भुइँभरि होइन यति धेरै फरहरू भेटेको थियो कि ठ्याक्कै त्यो सिमिलर नै थियो होइन। कालो मिक्स छैन नि है, कुकुरको हेर्ने हो जस्तो लाग्यो यार, मिक्स छैन नि कालो। लो यार यो त हो कि हो, कालो मिक्स छैन भने साँच्ची सेम छ भने। अनि के त निक्लेस पनि त भेट्नु पर्ने नि त ऊ हो भने त। हामी त्यहाँ एकछिन यताउता गर्ने बेलामै बिरालोको खुट्टा, चरा, कुखुरा सबै मरेको क्या त्यहाँ, एभ्रिथिङ एकछिनमै देख्न थालेपछि चाहिँ ल यो चाहिँ अनि ठ्याक्कै त्यो उतापट्टि झाङमा चाहिँ पुरै यसरी गोरेटो बनाएको छ क्या, त्यो लियोबाट जाने बाटै जस्तो गरेर। अनि त्यसपछि हाम्रो त फेरि 5जना मात्रै ग्रुप थियो। अनि जस अब त्यस्तो थाहा पाइसकेपछि चाहिँ स्मेल पनि कडा आउन थालेपछि चाहिँ अब बिरालोको खुट्टा के सबै भेट्न थाले। अनि स्मेल अलिक कडा आइरहेको छ, हेरौँ भनेर हामीले त्यतै एरियामा यसो हेर्दाखेरि चाहिँ मुसा जस्तो देखेँ पहिला होइन, किराहरू पनि लागिरहेको थियो एकदमै, सेतो किराहरू पनि परेर रहेछ मुसा भने। अनि त्यसपछि मेरो बहिनीले चाहिँ लट्ठीले यसरी पल्टाउँदाखेरि त खुट्टा पो रहेछ क्या त्यो पप्पीको रहेछ। अनि फोटोहरू चाहिँ हामीले सबै डाउनलोड गरेर लगेको थियो, अब चिन्नु पर्यो। अनि त्यसपछि जेस त्यो पल्टाउँदाखेरि चाहिँ त्यो खुट्टै रहेछ क्या। अनि हामीले फोटोहरू सबै जुम गर्दाखेरि अब ल त्यस्तै कलरै सेम छ, तर पनि हो त भन्न मिलेन अहिलेलाई होइन। अनि खुट्टा नै भेटिसकेपछि चाहिँ अब त्यहाँबाट स्मेल पनि कडा आउन थालेपछि चाहिँ हामी 5जना चाहिँ ल अब यो चाहिँ स्योर यो ठाउँमै हो, किनकि हामीले त्यहाँ कतिवटा भेटिसकेको थियो। अनि त्यसपछि चाहिँ ल भएन, अब एकचोटि ग्रुपलाई नै बोलाएर यो एरियामा चाहिँ सर्च गर्नुपर्छ भनेर रघु दाइलाई हामीले कल गरिहाल्यौँ है। यो चाहिँ यहाँ चितुवाको बस्ने बास हो रे। हामीले चाहिँ के भेटाइसक्यौँ यो ठाउँमा। चितुवा के अरे कुकुरको खुट्टा भेटायौँ, बिरालोको खुट्टा भेटायौँ, कुखुराहरूको खुट्टाहरू भेटायौँ, के भेटायौँ। यो एरियामा चाहिँ चितुवाहरू छ अरे, रिस्क छ त्यही पनि बस्दैछौँ हामी चाहिँ। दाइ भिजिबल्ली विक देखिरहनु भएको थियो क्या दाइ त लास्टै। अब को चाहिँ हुँदैन र आफ्नो बच्चा त्यसरी भेटेको छैन, 8-9 दिन भइसक्यो, दाइले केही खानु पनि भएको छैन जस्तो छ, सुत्नु पनि भएको छैन, कस्तो कमजोर भइरहनु भएको थियो क्या। अनि अलि होसमा नै हुनुहुन्न जस्तो त्यस्तो भइरहेको थियो दाइ चाहिँ लास्टै। दाइलाई देख्दा त एकदमै नराम्रो लागेको क्या आफूलाई पनि। अनि पछि हामीले चाहिँ अनि मैले दाइलाई कल गरेँ होइन, अनि ल दाइ यहाँ चाहिँ अब एउटा खुट्टा पनि भेटेको छ, फर पनि भेटेको छ, अब एकचोटि ग्रुपै आउनु पर्ला, यहाँ स्मेल पनि अलिक कडा आइरहेको छ, अब लियोपार्डकै बस्ने ठाउँ हो जस्तो छ भने दाइले हुन्छ मलाई लाइभ लोकेसन सेयर गरिहाल वाट्सएपमा भन्यो। अनि वाट्सएपमा सेयर गरेँ, हामी एकछिन कुरेर बस्यौँ। अनि दिदीको नम्बर पनि दिनुभएको थियो कि, रेमा दिदी जस्तो लाग्यो। अनि उहाँलाई मैले कल गरेँ फेरि होइन, दिदी अब हामीले चाहिँ यहाँ यसरी फर र हातहरू भेटेको छ, यता चाहिँ ग्रुपै आउनुपर्ने भयो, अब जस अलि स्मेलहरू पनि कडा आएको छ, जस ग्रुपै आउनुहोस् भनेर भने। अनि उहाँले पनि लाइभ लोकेसन सेयर गरेपछि अनि सबैजना आउनुभयो त्यहाँ त्यसपछि होइन। अनि सबैजना आउनु भएपछि चाहिँ अब बल्ल त अलिकति आँट आउँछ नि त, अगाडि हामी 5जना मात्रै थियो,
अनि त्यसपछि मेरो बहिनी त डराएर होइन माथि नै जाउँ माथि नै गएर कुरौँ सबैजना आएपछि मात्रै जाने भन्ने भइरहेको थियो अनि मैले चाहिँ अनि त्यसपछि सबैजना आएपछि चाहिँ दाइलाई हामीले फर दिएँ अनि दाइले चाहिँ कस्तो दाइको हातहरू पनि कामिरहेको थियो क्या कस्तो यतिकै दाइलाई हेर्दा नै कस्तो गाह्रो भइरहेको थियो है अनि दाइले चाहिँ त्यो फर यसरी हेर्नुभयो अनि यो त चिम्पुकै जस्तो छ भन्नुभयो क्या दाइले अनि त्यसपछि रघु दाइले चाहिँ यसरी स्मेल गर्नुभयो अनि ल यो त गन्ध पनि चिम्पुकै गन्ध आइरहेछ भन्नुभयो है अनि त्यसपछि दाइले चाहिँ अगाडिदेखि नै एकदमै त्यो इमोसन हेल्प गरिरहनु भएको थियो क्या लास्टै अनि त्यसपछि चाहिँ अनि खुट्टा देखेँ अनि खुट्टा देखेपछि त एकदमै यस्तो गर्नु भइरहेको थियो अनि त्यसपछि चाहिँ जस अब अलि धेरैजना भएपछि चाहिँ हामीलाई पनि आँट आयो अनि एउटा स्टुडेन्ट ड्रेस कलेज ड्रेसमै थियो एउटा बहिनी अनि त्यो बहिनी म र हामी दुईजना साथी भएर चाहिँ हामीहरू चारजना गयो त्यो भित्रै गयौँ जता चाहिँ अलिक कडा स्मेल आइरहेछ त्यतै जाउँ भन्ने भयो एकदमै त्यो हिँड्ने ठाउँमै छैन क्या त्यसमा त्यो पुरै यस्तोरी मान्छे उभिनै सक्दैन पुरै यसो गरेर जानुपर्छ क्या त्यसमा अनि त्यसरी गयो त्यहाँ जाने बित्तिकै त्यो कुकुरको हड्डी यो ज लाइनहरू जस्तो बिरालोको त्यो पुरै स्कलहरू सबै थियो क्या त्यहाँ चाहिँ अब मेरो साथी एकजनाले चाहिँ के भन्यो नि ल के हो त्यो त यहाँ फर रहेछ अलिक बाक्लै फर रहेछ भन्यो अनि त्यसपछि हामी चाहिँ हेर्न जाँदाखेरि चाहिँ जस पुच्छर हो भन्ने थाहा पायो अनि त्यसपछि हामीले बाहिर ग्रुपमा चाहिँ के भन्यो भने ल पुच्छर भेटिसक्यो सबैजना भित्र खोजौँ अब अरू चिजहरू पनि भेट्न सकिन्छ भन्ने भएको थियो फेरि सबै ग्रुपहरू चाहिँ त्यति बेलामा ठ्याक्कै त्यही बुसको अलिक तलपट्टि हेर्न जानु भएको रहेछ क्या सबैजना चाहिँ अनि त्यति बेलामा मेरो बहिनी र मेरो साथी मात्रै त्यो माथिपट्टि अनि अहिले कोही पनि छैन तपाईँहरू बाहिर आउनु भन्नुभयो अनि त्यसपछि हामी चाहिँ पुरै त्यो प्लास्टिक लिएर बहिनीले त्यो पुरै प्लास्टिकमा टिपिहाल्यो त्यो पुच्छर अनि पुच्छर लिएर हामी बाहिर निस्किहाल्यो अहिले त्यो भित्रभित्र त अब त्यत्रो त्यो स्कलहरू जलाइहरू सबै भेटेपछि त झन् डरहरू लाग्न थाल्यो क्या हामीलाई चाहिँ अब स्योर भयो यो चाहिँ ल उसकै इलाका रहेछ भन्ने भयो अनि त्यसपछि हामी बाहिर निस्केपछि चाहिँ रघु दाइले त्यो हेर्नु भएपछि चाहिँ उहाँ चाहिँ पुरै ब्रेकआउट हुनुभयो क्या त्यसपछि चाहिँ त्यहाँ त नरोको मान्छे कोही पनि थिएन होइन अब भए पनि अब त्यस्तो देखेपछि नरुनी भन्ने पनि को छ र अब सबैजना रिलेट नै गरेर आउनु भएको थियो एक त अब एज हामी पनि पेट प्यारेन्ट्स भएर रिलेट पनि भयो होइन एकदमै त्यो पुरै म त झन् दाइलाई देखेर त म त सक्दै सकिरहेको थिएन क्या लास्टै दाइ त त्यो 8औँ दिन नै उहाँले केही पनि खानै भएको छैन जस्तो केही खान मानिरहनु भएको थिएन अनि एउटा दिदीले चाहिँ उहाँलाई जे फोर्स गरेर भए पनि खाउन लगाइरहनु भएको थियो कि खानालाई दाइ चाहिँ नमाने जस्तो त्यस्तो गरिरहनु भएको थियो दाइ त पुरै ब्रेकआउट हुनुभयो त्यति बेलामा मैले मेरो बच्चालाई एकचोटि पनि एक्लै छोडेको छैन भन्दै कस्तो रुन थाल्नुभयो त्यहाँ सबै ग्रुपहरू रुन थाल्यो क्या अनि त्यसपछि मलाई चाहिँ के लाग्यो नि अब सबैजना ग्रुपले फेरि भित्र गएर अब पुच्छर भेटेपछि त अब त्यो त साइन जस्तै भयो अब त्यहाँ गएर अब सबैजना खोज्छ भन्ने भयो तर फेरि सबैजना माथि जानुभयो क्या अब एकछिन मैले चाहिँ ल ब्रेक लिनुभयो होला कि त उहाँहरू स्योर हुनु भएर चाहिँ जानुभयो होला भन्ने भयो लाग्पा स्योर हुनु भएर अब जानुभयो होला भन्ने भयो अनि माथि गएपछि चाहिँ हाम्रो एउटा दिदीले चाहिँ सबैलाई फ्राइड राइस ल्याएर दिनु भएको रहेछ प्लस त बिहानदेखि सबैजना खोजिरहेको थियो कसैले केही खाएको पनि थिएन अनि त्यसपछि फ्राइड राइस ल्याएर आएर सबैजना एकछिन फ्राइड राइस खायो गोकचोक खायो अनि त्यसपछि हामी चाहिँ अनि ल बस्यो अनि दाइ रघु दाइ आएर चाहिँ तिमीहरूलाई चाहिँ कसरी चाहिँ यसरी तल जाने सोच आयो यस्तो भनिरहनु भएको थियो क्या अनि हाम्रो म्यापहरूमा जे त्यो कता कता गयो भन्ने सबै हुनुहुन्थ्यो त्यो सेयर गर भन्दै वाट्सएपमा सेयर गर्न लगाइरहनु भएको थियो अनि तपाईँहरू अगाडि पनि तल जानु भएको रहेछ है भनेर भन्नुभयो अनि त्यसपछि हो दाइ मलाई चाहिँ फेरि अझै गयो भने चाहिँ जस सबै चिज भेट्छ जस्तो फिल लाग्छ भनेर भने अनि दाइले चाहिँ है भनेर भने दाइ फेरि एकचोटि आउनुभयो अनि के गर्ने त खोज्न जाने हो त त्यहाँ पाउँछ जस्तो लाग्छ भने अनि हाम्रो ग्रुपले चाहिँ हो दाइ मलाई चाहिँ पाउँछ जस्तो लाग्छ अब पाए पनि नपाए नि ट्राई त गरिदिउँ भन्यो त्यसपछि ल जाउँ भनेपछि ल फेरि सबैजना गयौँ अनि रघु दाइले नै लिड गर्दै लानुभयो क्या त्यति बेलामा चाहिँ दाइ चाहिँ अब जेस बेहोस पारामा गइरहनु भएको थियो क्या अब अलि त्यो त्यसमा भिडमा पनि गइरहनु भएको थियो क्या दाइ पुरै जस दाइको बारेमा नि ख्याल गरिरहेको थियो अनि जस त्यहाँ जाँदै हाम्रो साथी एकजनाले चाहिँ यता के टल्किरहेछ भन्नुभयो अनि त्यसपछि ल के रहेछ भनेर हेर भनेपछि त ल चिम्पुको नेक्लेस हामीले फोटो पनि लगेर गएको थियो अनि चिम्पुको नेक्लेस भेटेपछि त ल अलमोस्ट 100% नै स्योर भयो नि त अनि दाइले नेक्लेस मलाई दिइहाल भनेपछि दाइलाई दिएपछि दाइ पुरै त्यहीँ फेन्टै हुन ला जस्तो भयो क्या
दाइले नेक्लेस भेट्यो भन्दाखेरि चाहिँ फर्स्टमा ब्लू कलर मैले कुन कलरको नेक्लेस हो भनेर सोद्धाखेरि चाहिँ उहाँ दाइले ब्लू कलरको हो भने मलाई चाहिँ अब ब्लू कलरको भन्दाखेरि त नेक्लेस त ब्लू कलरको थिएन नि त, अलिकति पुरै कतिवटा कलरहरूको थियो अनि मेबी होइन कि जस्तो लागिरहेको थियो मलाई चाहिँ। अनि दाइले चाहिँ अब नेक्लेस भेट्यो भन्ने बित्तिकै उहाँ एकदमै अनकन्सियस भएर यसरी नै उहाँ ढली नै सक्नु भएको थियो क्या। त्यसपछि मलाई यस्तो डर लागेर मलाई दाइले जाउँ न उहाँ दाइलाई हेर्न जाउँ भन्ने भयो क्या। अनि म त्यसपछि दाइ बाटोमा गएँ अनि दाइले नेक्लेस देऊ त खै म हेर्छु मलाई देऊ भन्नु भइहाल्यो नि त। अनि ठ्याक्कै मलाई तपाईँले अथवा कसले पास गर्नुभएपछि उहाँले नेक्लेस उहाँको हातमा नेक्लेस आइसकेपछि उहाँले हेर्नुभएपछि उहाँ 100% स्योर नै हुनुभयो। त्यसपछि एकदमै धेरै रुनु भयो। त्यसपछि त दाइ त मेरो बच्चा भनेर कस्तरी रुनु भयो होइन। फेरि हामी त सबैजना बुस्टभित्र छ क्या, त्यो उभिन नै सक्दैन, सबैजना त्यतै इमोसनल। मेरो बच्चा कति आत्यो होला, कति डरायो होला मेरो बच्चा भनेर यति रुनु भयो। त्यतिखेर फेरि सबैजना रोयौँ हामी, फेरि यति नराम्रो लाग्यो, लास्टै नराम्रो लाग्यो। अनि त्यसपछि चाहिँ हाम्रो दिदी हुनुहुन्थ्यो एकजना, अनि उहाँ दिदीले चाहिँ अब दाइ चाहिँ एकदमै कस्तो भइसकेको थियो क्या। दाइले चाहिँ अब फरहरू पनि एउटै पनि नछोडेर मेरो बच्चा यहाँ जङ्गलमा एक्लै डराउँछ, सबै फर लाने मेरो बच्चालाई घर लानुपर्छ भन्ने। अनि दाइले चाहिँ यस्तरी पातदेखि लिएर सबै सोरेर खल्टीभित्र सबै सोरेर अनि हामीले चाहिँ सबैले अब प्लास्टिक हुनेहरूले प्लास्टिकमा हाल्यो अनि हामीले जे भेट्यो सबै हाम्रो आफ्नै खल्तीमा बोक्दै गयो। फेसको पार्ट पनि भेट्न सक्छ, सकेसम्म त्यो खोजौँ भन्न थाल्नुभयो। अनि त्यसपछि अब खोज्न त खोज्यो, सबैजनाले मिलेर खोज्यौँ। त्यसपछि नभेटेपछि चाहिँ अब अलि राति पनि हुन थालिसकेको थियो है, सबैजना त्यो बुसभित्र क्या। अनि त्यसमा हामीले अब आवाजहरू पनि के सुन्न त सुन्यो, तर पनि एकअर्कालाई हामीले त्यति बेलामा भनेनौँ कि होइन। अब सबैजना डराइ नै रहेको थियो। अनि जस रिक्स चाहिँ हो। अनि त्यसभित्र गएर अनि के आवाज आयो कि सबैजनाले नोइज गर्नु। अनि पछि चाहिँ जस ल अब सबले हामीले त अब रघु दाइलाई पर्सनली चिन्दा पनि चिन्दैनौँ। अनि जस उहाँलाई पर्सनली चिन्नेहरूले चाहिँ ल हिँड रघु अब भयो हिँड। मेबी चिम्पू आफैले पनि तिमीले चिम्पूलाई त्यस्तो हालतमा देखायो भए तिमीले उसलाई हेर्न पनि सक्दैन थियो, त्यसैले पनि चिम्पू तिमीबाट टाढा गएको हो। अब यहाँ भनेको चिम्पूको बडी मात्रै हो, अब उसको सोल भनेको त कहिलेदेखि त्यस दाइको घरमै त थियो, त्यो दाइसँगै त हुन्छ नि त्यो जहिले पनि। अनि सबले चाहिँ दाइलाई चाहिँ मनाएर अनि हामी सबैजना त्यताबाट गयौँ। अनि त्यही थियो कथा चाहिँ। अब मान्छेहरूले चाहिँ अब लियोपार्डले नै लगेको हो र भन्ने जस्तो पनि भइरहेको थियो। अब त्यो स्योर नै हो, त्यो पुरै त्यो लियोपार्डकै अड्डामै हो। सबैले सुन्न त सुनेकै रहेछ लियोपार्ड कराएको, एकअर्काहरू डराउँछ भनेर कसैले नभने रहेछ क्या। हामी चाहिँ पुरै नोइज गर्दै अब कसैले केही सुने कि एकदमै भनेर त्यो लट्ठीहरू पड्काउने त्यस्तो आवाज गर्दै गइरहेको थियौँ क्या। डेन्जर आवाज निस्केको थियो नि एकचोटि बिचमा त। हामी फेरि सबैजना एकै ठाउँमा त्यो वार्निङ साइन टाइपको है, कस्तो एउटा बनाए जस्तो कस्तो आवाजहरू आइरहेको थियो क्या। त्यसपछि उहाँ दाइले अब त्यो सबैजना डराउनुहुन्छ कि भनेर चरा कराएको हो भनेर भन्दै र त्यसरी त्यही हो। अब जस एटलिस्ट होइन, अब पहिलादेखि नै त अब हामीले चिनेको पनि थिएन, तर जस यसरी चिम्पू र दाइको लाइफमा चाहिँ एटलिस्ट दुईजनालाई गुड बाई मात्रै भन्नलाई पनि हेल्प गर्न सक्छौँ भन्ने जस्तो त लागेको थिएन है। तर पनि एकदमै अब राम्रो फिल भयो पनि के भन्नु। अब त्यस्तै हो, जोस् हामीलाई पनि एउटा त्यसको एउटा पार्ट हुन पाउँदाखेरि चाहिँ अब त्यही हो। रघु दाइ चाहिँ अब अहिले अलिक ग्रिभिङको प्रोसेसमै हुनुहुन्छ, तर अब सकिन्छ बिस्तारै मुभ अन हुनलाई होइन। गाह्रो त गाह्रै। अब त्यही हो, रघु दाइलाई स्टे स्ट्रङ। अनि हामीलाई चाहिँ एउटा दाइले जस्ट लिफ्ट दिनुभएको थियो क्या स्वयम्भूसम्म। तपाईँहरू स्वयम्भूबाट आउनु भएको रहेछ बिहानदेखि, मलाई चाहिँ तपाईँहरू पब्लिक बसमा जस्ट पठाउन मन लागेन भनेर उहाँले लिफ्ट दिनुभएको थियो। अनि उहाँले नै भनिरहनु भएको थियो क्या, चिम्पू चाहिँ रघु दाइको स्याडो नै जस्तो थियो एकदमै। रघु दाइले जसरी चाहिँ त्यसरी माया गरेको मैले अहिलेसम्म कसले पनि देखाएको छैन भनेर भन्नुभएको थियो क्या। त्यही हो। अब रघु दाइलाई कस्तो भइरहेछ भने त्यो इमेजिन पनि गर्न सक्दैन होइन कसैले। अब त्यही हो, रघु दाइलाई चाहिँ अब बी स्ट्रङ। अब हाम्रो साइडबाट त्यतिकोसम्म नै गर्न सकियो, त्यही हो।